साथीहरू आज चाहिँ म सिम्पल खालको म्यागी बनाउन गइरहेको छु अनि आज चाहिँ होइन कस्तो मौसमले पनि साइलेन्ट गरेको पानी परेछ अनि चिसो चिसो अनि भोक पनि लाग्यो के बनाऊँ छिटोस् मिठो म्यागी त्यही भएर मैले चाहिँ म्यागीको लागि प्याज काटिङ गरेँ रेडी गरेँ अनि त्यसपछि रातो टमाटर कस्तो राम्रो नि अनि टमाटर काटेर गरेर रेडी गरेँ म्यागीको लागि त धनियाँ चाहियो अनि धनियाँ अनि हरियो खुर्सानी त्यसरी झैँया पारेर मलाई त एकदम जिराको वास्ता मनपर्छ अनि जिरा राखेँ त्यसपछि हरियो खुर्सानी अनि प्याज एड गरेर बिस्तारै लाइटली फ्राई गरेँ अनि यसलाई चाहिँ हल्का ब्राउन मात्रै गर्दा नि हुन्छ अनि त्यसपछिबाट आयो यो ब्राउन भइसकेपछि यसमा टमाटर मैले एड गरिदिएँ टमाटरलाई पनि अलिक गल्ने तालि मजाले फ्राई गर्ने एकदम नातिकिन त्यसपछि म्यागी राखिदिने अनि मैले चाहिँ भिडियो एकदम सर्ट बनाउने हिसाबले बनाएको छु अनि यसरी नै हल्का पानी राखिदिने अनि यसलाई फ्राई हुनको लागि छोडिदिने त्यसपछिबाट म्यागी मसला ओहो म्यागी मसला भएन भने त के म्यागीको स्वाद त्यसरी नै अब यो चाहिँ अलमोस्ट रेडी हुन्छ मेरो म्यागी अनि त्यसपछिबाट अर्को फ्राई प्यानमाथि मजाले तातो तेलमा झैँया पारेर अन्डा हालिदिने अनि एक रेडी भइसकेपछि टक्क कटिङ गरेर मैले यसरी डेकोरेट गरेर राखिदिएँ अलमोस्ट मेरो म्यागी रेडी भयो अब यसरी हेर्दा त के हो अब म्यागीलाई यसो चलाएर हेरेँ कस्तो मिठो यस्तो मिठो वाउ हैन त्यस्तो स्पाइसी पनि थिएन तर कस्तो मिठो थियो मैले त पानी परिरहेको छ यसरी मौसमको साइलेन्सको फाइदा उठाएँ।